नमस्कार। आज हामी एकजना यस्तो अतिथिसँग कुरा गर्दैछौँ जो नेपालको राजनीतिमा लामो समयदेखि राजनीतिक विश्लेषक र समसामयिक घटनाक्रमहरूलाई व्याख्या विश्लेषण र हामीलाई चाहिँ सहज राजनीति बुझ्न सहज बनाउँदै आउनु भएको छ र उहाँ हुनुहुन्छ डम्बर खतिवडा। स्वागत छ सर यहाँलाई। धन्यवाद। नमस्कार। सन्चै हुनुहुन्छ नि? एकदम राम्रो छ, ठिक छ। अहिलेको राजनीतिले अलिअलि तताए जस्तो छ। त्यो त अलि त्यस्तो वातावरण बन्यो यो जेनजी आन्दोलनको अगाडि या पछाडि, हैन? हजुर हजुर। हामीले सोचे भन्दा केही नयाँ घटनाक्रमहरू भए र अब यो घटनाक्रमलाई कसरी विश्लेषण गर्ने, कसरी लिने, अनि कस्ता राजनीतिक स्टेपहरू चाल्ने, कसको पक्षधर्ता गर्ने, हैन, कस्ता न्यारेटिभहरूलाई हेल्प गर्ने या खण्डन गर्ने भन्ने कुराले केही न केही यो बिचमा अलिकति गर्मागर्मी त देशकै राजनीति पनि भयो, समग्र जनजीवन पनि भयो, हैन? अब हामी पनि केही प्रभावित भयौँ। रवि र बालेन एकता जुन अहिले एकदमै चर्चाको विषय छ, हिजो मात्रै भएको भनेको 2082 पुस 13 गते, यो एकता किन आवश्यक भयो? मलाई लाग्छ यो त उहाँहरूको राजनीतिक करियरसँग जोडिएको छ, हैन? देशको ओभरअल राजनीति भन्दा पहिला ती दुई पात्रहरूले त्यो किन गरे भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण कुरा होला। हजुर। पहिलो कुरा के हो भने राष्ट्रपा भन्ने पार्टी नैतिक सङ्कटहरूमा गुज्रिँदै गएको थियो र त्यसलाई त्यसका नेताहरूले नै त्यो पार्टीबाट मान्छेहरू छोडेर हिँड्न थालेका थिए। पार्टी छोडेर र अब यो खालको पार्टीले देशमा गरी खाँदैन, राम्रो गर्दैन, यो व्यक्तिवादी पार्टी भयो, हैन? एउटा मान्छेको जय जयकार गर्ने, उसले गरेका राम्रा नराम्रा सबै कुराहरूको प्रतिरक्षा गर्ने खालको एउटा व्यक्तिवादी पार्टी भयो र यस्तो पार्टीमा बसेर काम गर्न सकिँदैन भनेर त्यहाँ थुप्रैले त्यो पार्टी छोड्न थालेका थिए, हैन? जस्तो सुमना श्रेष्ठ, सन्तोष बरियार लगायतकै अलि नाम चलेकै नेता, सांसद, मन्त्री भएकाहरूले पनि त्यो पार्टी चाहिँ छोड्न थालेका थिए। अब यो सब कुराले गर्दा एकातिर रवि लामिछाने जेल पर्नु सहकारी ठगी काण्डमा, हैन? अर्कोतिर चाहिँ त्यसका मूल नेताहरूले नै पार्टी छोड्दै जानु र तेस्रो कुरा चुनाव नजिक आउनु, हैन? र ले गर्दाखेरि त्यो पार्टी चाहिँ सङ्कटमा परेको अनुभूति लामिछाने पक्षलाई भयो होला, हैन? त्योभन्दा महत्त्वपूर्ण कुरा के भयो भने जेनजी आन्दोलनपछि यो मेयरको कार्यकाल पुरा गर्ने भनेर बसेका बालेन शाह चाहिँ अब सक्रिय राजनीतिमा आउने, दलीय राजनीतिमा आउने उनले इच्छा देखाए, हैन? त्यसपछि त यिनीहरूको भोट ब्याङ्क त एउटै थियो, हैन? रवि लामिछाने र बालेन शाहको भोट फरक फरक होइन, एउटै भोट हो र पपुलिस्ट भोट नै हो र काठमाडौँदेखि चितवन पोखरा वरिपरिको सहरिया एरियाको भोट नै हो, हैन? ग्रामीण क्षेत्रमा यो नेताहरूको प्रभाव अहिले पनि त्यति धेरै कर्णालीतिर या सुदूरपश्चिमको पहाडतिर या मधेसतिर, हैन, त्यति धेरै पुगेको छैन, थिएन भनौँ। अब के हुन्छ त्यो हेर्न बाँकी छ, हैन? अब त्यसो भएको हुनाले अब रवि लामिछानेलाई पार्टी जोगाउनु थियो। कतै रविले आफ्नो पार्टी र आफ्नो साख जोगाउनलाई, छवि क्लिन चिट गर्नलाई त यो गरेका होइनन्? त्यो पनि एउटा ढाल भयो उनलाई, हैन? राष्ट्रपा जसरी हरासोन्मुख थियो, हैन, उसको बारेमा मान्छेहरूले अनेकौं प्रश्नहरू उठाइरहेथे, उसको नेताको बारेमा पनि र स्वयं पार्टीले चाहिँ गत चुनावमा नो नट एगेन भनेर फेरि गएर पुरानै दलहरूसँग मिलेर सत्ता साझेदारी गर्ने, स्वार्थ बजान हुने गरी गृहमन्त्री नै लिने, हैन? अनेक अब अझै पनि उनका कतिपय मुद्दाहरू अदालतमा छँदैछन्, हैन? अहिले पनि उनी भर्खरै जेलबाट चाहिँ ठुलो अमाउन्ट चाहिँ धरौटी राखेर छुटेका हुन्, हैन? यो सब चिजले गर्दा उनको पार्टी र उनको सङ्कट चाहिँ एकदमै गहिरिँदो थियो। अब यो सङ्कटलाई टार्नका लागि, हैन, उचित पात्र चाहिँ बालेनको प्रवेश हुन सक्छ। अब त यो जुन भन्ने उनीहरूको विश्लेषण भयो होला राष्ट्रपाभित्र र बालेनलाई पनि लाग्यो होला अर्को पार्टी बनाउनु भन्दा एउटा बनी बनाऊ पार्टी नै मेरा लागि उचित हुन्छ। संगठन विस्तार लगायतका विषय छन्, हैन? अब चुनाव आइहाल्यो, अर्को पार्टी बनाएर मैले कहिले संगठन गर्ने, फेरि भोट ब्याङ्क एउटै छ, बाँडिन्छ, हैन? उनको मात्रै होइन, कुलमानको पनि भोट ब्याङ्क लगभग एउटै छ। मैले यसमै जोडेँ, कुलमानजी किन हटाउन सक्नु भएन? त्यही त, अब त्यहाँ दुईटा मुख्य पदको कुरा आयो, हैन? पार्टी सभापति र भावी प्रधानमन्त्री भन्ने आयो। अब दुईजनाले दुईटा पद त लिइहाले, अब कुलमानजीको लागि खोइ त, हैन? भनेपछि यो पदकै कुरा हो, हेर्नुहोस्, एक प्रकारको भागभण्डाकै कुरा हो, हैन?
र एउटा अहिले के बुझाइ बन्दै गएको छ यो पुरानो दलहरूको असफलताले या पुराना नेताहरूको खराबी या उनीहरूले डेलिभर गर्न नसकेको या यो जेनजी आन्दोलनसम्म आइपुग्दाखेरि अब नयाँ पार्टीहरू नयाँ नेताहरूलाई भोट दिनुपर्छ भन्ने एउटा बुझाइ चाहिँ मतदातामा आम रूपमा बन्दै गएको छ र अब यो मतदाताहरूमा यो बुझाइ बन्दै गएपछि अब हरेकलाई के लागिरहेछ भने मतदाताले खोजेको मान्छे चाहिँ मै हो होइन त्यही भएर पार्टीहरूको सङ्ख्या पनि थपिएको छ अब पार्टीहरूले निर्वाचनमा भाग लिने या समानुपातिक सूची बुझाउने पार्टीहरूको सङ्ख्या पनि पहिला भन्दा धेर देखिएको छ होइन यद्यपि त्यो कति देखिन्छ हेरौँला अब यसमा सायद यो तीनटा पात्रहरूको चाहिँ एकता असम्भव कुरो थिएन वैचारिक कारणले असम्भव थिएन त्यो पदले नै मिलेन भन्ने लाग्छ भागभण्डाकै कुरा हो जस्तो मलाई लाग्छ र त्यसैले अब बालेनको बारेमा भन्दाखेरि चाहिँ उनले एउटा रिस्क लिएको जस्तो देखिन्छ होइन अहिलेसम्म उनी स्वतन्त्र थिए स्वतन्त्र भएको हुनाले उनीहरूले सबै दल र नेतालाई उनी गाली गर्दै आइरहेथे नयाँ पुराना सबै चोर हुन् हो यसमै उहाँकै स्टेटस लेखेर आरएसपी भनेर लेख्दा पनि र फेरि त्यहाँ जानु कतिको उचित नयाँ पुराना सबै चोर हुन् अब समथिङ आरएसपी अथवा अरू सबैलाई जोडेर गाली गर्दाखेरि होइन र आरएसपीलाई पनि जोडेर गाली गर्ने चोरहरू भन्ने होइन अथवा चाहिँ ठगीको आरोपमा चाहिँ गाली गर्ने अनि फेरि त्यही मान्छे र त्यही पार्टीमा अहिले प्रवेश गरेपछि यसलाई उहाँहरूले वृहत ध्रुवीकरण त भन्नुभएको छ तर मेरो भाषामा यो प्रवेशै हो एकजना स्वतन्त्र मेयर हुनुहुन्थ्यो बालेन शाह उहाँ चाहिँ राष्ट्रपा भन्ने पार्टीमा प्रवेश गर्नुभयो र त्यो पार्टी जेनजी आन्दोलन पछि बनेको नयाँ पार्टी पनि होइन होइन जेनजी आन्दोलनभन्दा अगाडि नै बनेको पार्टी हो र जेनजी उनीहरूको नेता चाहिँ जेनजी आन्दोलनको बेला जेल ब्रेक गरेर निस्किँदाखेरि स्वयं जेनजी नेताहरूले चाहिँ यो गलत भयो यो खराब भयो यो आन्दोलनको उद्देश्य थिएन रवि लामिछानेलाई जेलबाट छुटाउनु हाम्रो उद्देश्य होइन भनेर भनेका थिए होइन अथवा जेनजी आन्दोलनले पनि फेभर गरेको लिडर होइन र जेनजी आन्दोलनको सपोर्टमा बनेको पार्टी पनि होइन त्यो जसको नैतिक सङ्कटहरू पनि छ जसले पुरानै पार्टीहरूको जस्तो पुरानै पार्टीहरूसँग मिलेर सरकारमा जाने सम्भावना पनि छ गठबन्धन गर्ने सम्भावना पनि छ अब त्यस्तो पार्टीमा प्रवेश गरेर होइन बालेन शाहले आफ्नो अहिलेसम्मको पोलिटिकल क्रेडिट अथवा जस अफ जस दिएको या पुँजी दिएको त्यसलाई उनले चाहिँ दाउमा लगाएका छन् जस्तो चाहिँ मलाई लाग्छ अनि जेनजीहरू पनि उहाँहरूसँगै होमिनु भएको छ नि त होइन जेनजी भन्नालाई त कसलाई भन्ने एकाध अनुहारहरू देखियो होला होइन त जेनजी मुभमेन्टको त कुनै एउटा नेता एउटा पार्टी एउटा समूह त थिएन छैन मैले बुझेअनुसार चाहिँ 27 देखि 35 वटा समूहहरूले जेनजी आन्दोलन हामीले गरेको भनेर दाबी गर्छन् होइन त्यसमा अब अलिअलि नाम चलेको भनेको मिराज ढुङ्गाना या रक्षा बम या पुरुषोत्तम यादव या के अरे हाम्रो सुदन गुरुङहरू जस्ता अरू पनि थुप्रै छन् होइन 35 वटा समूहले चाहिँ हामी नै जेनजी थियौँ हामीले नै त्यो भाद्र 23 र 24 गतेको घटनाको लिड गरेको भनिरहेको सन्दर्भमा अब एकाध समूहहरूले त्यो समर्थन जनाउँदैमा होल जेनजीहरूको सपोर्ट त्यहाँ छ जस्तो त मलाई लाग्दैन होइन अब त्यो त भविष्यले पुष्टि हुँदै जाला यद्यपि एउटा कुरा के हो भने बालेन शाहको राष्ट्रपा प्रवेशपछि राष्ट्रपाको जुन क्षयीकरण भइरहेको थियो पहिरो गइरहेको थियो त्यो क्रम अलिकति रोकिएको छ र चाहिँ एउटै भोट ब्याङ्क भएको हुनाले कति भोट बढ्छ अब त्यो त अहिले भन्न सकिँदैन किनभने बालेनले भिन्नै पार्टी खोलेको भए पनि फेरि राष्ट्रपाकै भोट हुनु गर्थ्यो मैले अघि पनि भने मूलत 3टा यो अनुहारहरू छन् होइन कुलमान बालेन र रवि उनीहरूको मोटामोटी भोट ब्याङ्क चाहिँ एउटै हो होइन एउटै कन्स्टिट्युएन्सीमा उनीहरूले प्ले गर्नुपर्ने हुन्छ अब यसमा अलिकति पूर्वतिरको भएको र अलिकति पूर्वको जनजाति समुदायमा पनि भिजेको कारणले गर्दा सायद अर्कोको चाहिँ भोट ब्याङ्क अलिकति फरक छ होइन तर पनि अलिक केही न केही इन्टरसेक्ट त गरिहाल्छ होइन ओभरल्याप त गरिहाल्छ अर्कोको पार्टीले पनि यही भोट ब्याङ्कमा प्ले गर्ने हो उहाँले त ब्लेमै गर्नुभएको छ त हजुर उहाँले त के भन्नुभयो भने यो कोही पनि ठिक होइनन् यिनीहरू सबै विदेशीको चलखेल र डलरमा भएको हो भन्ने ब्लेम छ त उहाँको अब त्यो हर्कजीको आफ्नै खालको शैली पनि छ उहाँको आफ्नै खालको विश्लेषण पद्धति पनि छ मैले खालि भोट ब्याङ्कको साझापनलाई मात्रै विश्लेषण गरेको त्यसो हुनाले
यो उहाँहरू मिल्न एउटै भोट ब्याङ्क भएपछि एउटै भोट ब्याङ्कमा धेरैवटा पार्टीहरू चाहिँ टिक्दैनन् क्या। तपाईँलाई कस्तो खालको भोटर्सहरूले सपोर्ट गर्छ, कस्तो खालको मनोविज्ञान भएको सोच भएको भोटर्सले सपोर्ट गर्छ। डेमोक्रेसीमा दलीय प्रणालीमा के हुन्छ भने हरेक दलहरूको निश्चित चिन्तन या अभ्यास हुन्छ र त्यो चिन्तन र अभ्यासलाई मन पराउने या मन नपराउने मान्छेहरूको समूह हुन्छ। अब तपाईँको होल त कुनै पनि दलले कहिले पनि बहुदलीय लोकतन्त्रमा भोट ल्याउँदैन होइन, तर कति पर्सेन्ट हिस्साले चाहिँ त्यो अभ्यासलाई, त्यो चेहराहरूलाई र त्यो एपिलिङलाई चाहिँ मन पराउँछ भन्ने कुरा हो। त्यसैले यो पपुलिस्ट पोलिटिक्सको युगमा आइपुग्दाखेरि हामी के देख्छौँ भने एउटा राम्रो कुरा के भयो भने पुरानो पार्टीहरूका लागि चुनौती भयो होइन। यो पुरानो पार्टीहरू विशेष गरी काङ्ग्रेस र कम्युनिस्ट भन्ने दुईटा पार्टीहरू, या कम्युनिस्टका धेरैवटा घटक भए पनि मूलतः ती दुईटा पार्टीहरूले चाहिँ के ठान्थे भने उनीहरूसँग इतिहास छ, उनीहरूसँग विरासत छ, उनीहरूसँग सङ्गठन छ, उनीहरूसँग सत्ता छ, उनीहरूसँग पैसा छ होइन। त्यस हुनाले यो देशमा अरू को आउँछ र, हामी नै त हो, हामीले नै सबै कब्जा गरेको छौँ समाजलाई। हाम्रो सङ्गठन चाहिँ वडासम्म छ, हाम्रो सङ्गठनहरूले, हाम्रा वडा अध्यक्षहरूले, जनप्रतिनिधिहरूले, कमिटीहरूले चाहिँ सारा समाजलाई कब्जा गरेको हुनाले यो कोही पनि केही पनि हुँदैन भनेर जुन यो सङ्गठनात्मक वर्चस्वको युग थियो नि, त्यो सङ्गठनात्मक वर्चस्वको युग चाहिँ अब नेपालमा खतम हुँदै जाँदैछ होइन। स्टेप टु स्टेप हरेक चुनावमा 70 यताको हरेक चुनावमा होइन त्यो चाहिँ डाउनफल भइरहेछ र आउने चुनावमा पनि अझै त्यो चाहिँ घट्छ भन्ने कुरा कन्फर्म छ होइन। त्यसैले अब नेपालको पोलिटिक्स र गजब के भयो भने अब तपाईँ गुट बनाएर, सङ्गठन बनाएर होल टाइमर कार्यकर्ता, फुल टाइमर कार्यकर्ता बनाएर होइन, मान्छेलाई पैसा दिएर भोट किनेर होइन, यसरी अब चुनाव जित्न सक्नुहुन्न होइन, अथवा राजनीतिक अस्तित्वमा रहन सक्नुहुन्न। अब तपाईँलाई मास पपुलारिटी चाहिन्छ, जुनसुकै पार्टीलाई, जुनसुकै नेतालाई। जो मास पोलिटिक्समा टिक्न सक्छ उसले आफ्नो स्थान बनाउँछ, जो मास पोलिटिक्समा टिक्न सक्दैन त्यो उसले आफ्नो स्थान बनाउन सक्दैन। त्यसैले राजनीतिक, आर्थिक र सामाजिक वर्चस्वको युगबाट, यद्यपि त्यो पुरै सिद्धिएको चाहिँ छैन, अब हामी मास पोलिटिक्स एपिलिङको युगमा जुन आयौँ, यो विशेष गरी यो नयाँ दलहरू, यो वैकल्पिक राजनीतिका विभिन्न समूहहरूले गरेको सबैभन्दा राम्रो राजनीतिक योगदान चाहिँ नेपालको सन्दर्भमा त्यो हो। तर अब स्वयं यिनीहरू नै राष्ट्र निर्माणको नेतृत्व गर्ने दलहरू बन्न सक्छन् कि सक्दैनन्, त्यसमा चाहिँ मलाई शङ्का लाग्छ। अनि यो एकता चुनाव केन्द्रित मात्रै हो कि चुनाव पछि पनि यसले राजनीतिको अर्को विकल्प पुरानो अब यस्तो देख्छु जस्तो यो पनि एक प्रकारको भागभण्डा नै भयो हैन। अब भागभण्डाको एक्सरसाइज हेर्दाखेरि नेपालमा अहिलेसम्मको अभ्यासहरू देख्दा त्यो प्रारम्भमा भागभण्डा गर्ने नेताहरू मिलेको बेला चाहिँ उसको सपोर्टरहरू खुसी भएको देखिन्छ। जब त्यो भागभण्डाको एक्सरसाइज गर्दाखेरि इगोहरूको टसल हुने समस्याहरू आउने गर्छ, त्यसपछि चाहिँ फेरि त्यो चाहिँ निराशा भएर चाहिँ त्यसले भागभण्डाले परिणाम दिएको अहिलेसम्म नेपालको हिस्ट्रीमा छैन। पात्र जोसुकै हुन्, जस्तो 3-4वटा उदाहरणहरू मैले भन्छु। 56 सालको आम चुनाव अघि गिरिजाप्रसाद कोइराला र त्यतिखेरको कङ्ग्रेस नेता कृष्णप्रसाद भट्टराई बीच चाहिँ भागभण्डा भयो। पार्टी सभापति गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो। कृष्णप्रसाद भट्टराईलाई चाहिँ भावी प्रधानमन्त्री भनेर कङ्ग्रेसले घोषणा गर्यो र कङ्ग्रेसले बहुमत पनि ल्यायो। त्यतिखेर कङ्ग्रेसहरू त बहुत खुसी भए। तर जब कृष्णप्रसाद भट्टराईलाई 10 महिनाभन्दा बढी प्रधानमन्त्री हुन गिरिजाप्रसाद कोइरालाले दिएन हैन, त्यसपछि चाहिँ उनलाई 10 महिनामा चाहिँ संसदीय दलभित्र बहुमत पुर्याएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हटाए। त्यसपछि काङ्ग्रेस चाहिँ एक प्रकारले विभाजनमा पुग्यो हैन। त्यो इतिहास एउटा हामीसँग छ। अर्को भागभण्डाको तपाईको गतिलो उदाहरण भनेको 74 सालको चुनाव अगाडि 2 कम्युनिस्ट पार्टी र 2 कम्युनिस्ट नेताहरू केपी ओली र प्रचण्डको भागभण्डा। उनीहरूले त लिखित रूपमै संसदको 5 वर्ष कार्यकाललाई 2.5 वर्ष चाहिँ प्रधानमन्त्री हुने भनेर गोप्य तर लिखित सम्झौता गरेका थिए, जो सम्झौता पछि सार्वजनिक भयो हैन। तर त्यो पालना भएन हैन। त्यो पालना नभएपछि के भयो त भन्दा भागभण्डा हुँदा कम्युनिस्ट गठबन्धन भयो भनेर जनताले खुसी भएर सपोर्टरहरूले झन्डै 2/3 बहुमत दिए। तर जब बहुमत दिए त्यसपछि झगडा बाहेक केही भएन हैन। अन्तिममा कम्युनिस्ट पार्टी फुट्यो, 2/3 बहुमत, झन्डै 2/3 बहुमत गुम्यो
होइन यतापट्टि संसद दुईपटक विघटन विघटन भयो होइन भने त्यो त्यतिखेरको भागभण्डाले पनि काम गरेको तपाईँ देख्नुहुन्न देखिँदैन होइन अर्को तेस्रो ठुलो भागभण्डा भयो ओली र देउपाको बिचमा हजुर होइन यो कति सालमा हाम्रो यो 80 को असारमा असार, होइन हजुर। असारको 15 गते दही चिउरा खाने दिन होइन हजुर। उनीहरूले संसदको बाँकी कार्यकाल चाहिँ दुई नेताहरूले चाहिँ भागभण्डा गरेर प्रधानमन्त्री हुने भनेर पहिलो भागमा चाहिँ ओली प्रधानमन्त्री भए त्यो भागभण्डाले पनि यति ठुलो निराशा सिर्जना गर्यो होइन त्यो चाहिँ तपाईँको के भन्दाखेरि यो जेनजी आन्दोलनसम्म आइपुग्दा खासमा यसको मुख्य कारक तत्त्व नै ओली र देउपाको भागभण्डा हो यो भागभण्डाको संस्कृतिले जुन असन्तुष्टिलाई सञ्चित गर्यो त्यो सामाजिक सञ्जाल प्रतिबन्धसम्म आइपुग्दाखेरि यो नै जेनजी मुभमेन्टको मुख्य कारण हो भनेर विश्लेषण भइरहेछ त्यसैले अब यो रवि र बालिनको भागभण्डा होइन कति चल्छ कति सुखद हुन्छ नेपालको राजनीतिक संस्कृति र इगो सेन्ट्रिक प्रब्लमहरू हेर्दा अब यो अहिले त उनीहरूका सपोर्टरहरू अलिअलि खुसी देखिन्छन् होइन तर भविष्यमा उनीहरू बिच हुने चाहिँ गुटबन्दी र इगोको टसलले चाहिँ ठुलो समस्या ल्याउँछ जस्तो मलाई लाग्छ होइन अर्को कुरा के हो भने यो भागभण्डा भन्ने चिज नै लोकतन्त्रमा नराम्रो कुरा हो हजुर मेरो विचारमा चाहिँ मैले संसारभरिको लोकतन्त्रमा मैले भागभण्डा देख्दिनँ होइन त्यहाँ प्रोसेस हुन्छ प्रोसेस ओरिएन्टेड के अरे हुन्छ एउटा रिजल्ट हुन्छ होइन प्रोसेसलाई फ्लो गर्नुपर्छ रिजल्ट आउँछ रिजल्टलाई जसले एक्सेप्ट गर्छ सबैले एक्सेप्ट गर्नुपर्छ भन्ने हो यस हिसाबले यदि भावी प्रधानमन्त्रीको घोषणा नै गर्ने हो भने अहिले पनि क्यान्डिडेन्सी दिन अझै 1 महिना जति बाँकी छ होइन त्यही त राष्ट्रपा भन्ने पार्टीले त भावी प्रधानमन्त्रीको प्राइमरी गराउनु पर्थ्यो जसरी अमेरिकामा राष्ट्रपति उम्मेदवारको प्राइमरी हुन्छ या बेलायतमा भावी प्रधानमन्त्रीका लागि पहिला पार्टीभित्रको चुनाव हुन्छ होइन पार्टी सदस्यहरू बिचको चुनाव हुन्छ होइन अमेरिकामा प्राइमरी हुन्छ बेलायतमा चाहिँ पार्टी सदस्यहरू बिचको चुनाव हुन्छ कि त त्यो प्रोसेस गरेको भए या कि त प्राइमरी भावी प्रधानमन्त्रीको उम्मेदवारका लागि हामीले क्यान्डिडेट खुला गऱ्यौँ भनेर कि त प्राइमरी गर्दै आउनु पर्थ्यो कि त राष्ट्रपा पार्टी मेम्बरहरूको बिचबाट चुनाव हुनु पर्थ्यो जस्तो मलाई लाग्छ अब त्यो गरेको भए चाहिँ प्रोसेस ओरिएन्टेड हुन्थ्यो त्यो दुईटै कुरा नगरिकन दुईजना मान्छे बसे उनीहरूले पद साटासाट गरे होइन त्यो कुन लोकतन्त्र हो र त्यस्तो खालको भागभण्डाको लोकतन्त्र संस्कृतिले लोकतन्त्रलाई बलियो बनाउँछ कि कमजोर बनाउँछ भन्ने प्रश्न चाहिँ रहिरहन्छ यद्यपि अब अहिले यो पुरानाहरूसँगको वितृष्णा घृणा यो पुरानाहरूलाई हराउनु पर्ने आवश्यकताको कारणले कतिपय नयाँहरूले गर्ने यस्ता क्रियाकलापहरूलाई मान्छेले ध्यान दिने गरेका छैनन् होइन तर प्रवृत्ति त प्रवृत्ति हो फेरि हामी नयाँ भन्दैमा सबै प्रवृत्तिहरूलाई आँखा चिम्लेर सपोर्ट गर्दै जाने हो भने फेरि लोकतन्त्रको प्रवृत्ति कसरी जान्छ राष्ट्र निर्माणतिर हामी उन्नत लोकतन्त्रतिर हामी जान सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न आउँछ त्यसैले म चाहिँ यस्ता सबै मानकहरूमा हालेर हेर्छु यस्तो कुराहरूलाई र भागभण्डाले अन्तिममा राम्रो गर्छ जस्तो मलाई लाग्दैन र अर्को एउटा कुरा के हो भने अहिलेसम्म बालेनको आफ्नो एउटा फरक छवि थियो उनले आफूलाई रवि र राष्ट्रपासँग चाहिँ जोडिरहनु पर्ने या त्यसको आड लिइरहनु पर्ने उनलाई आवश्यकता थिएन उनका आफ्नै फ्यान फ्लोवरहरू थिए र चाहिँ उनले एउटा कुनै ऊ गर्यो भने पनि त्यसको एउटा ठुलो असर पर्थ्यो तर अहिलेको फेजमा आइपुग्दाखेरि अब त्यो रहेन एउटा राम्रो भन्नुहोस् नराम्रो भन्नुहोस् के हो भने अब बालेनको कुनै भिन्नै फ्यान फ्लोवर रहँदैन होइन कि ती उनीसँगै राष्ट्रपाको सपोर्टर हुन्छन् कि ती उनीसँगै राष्ट्रपाको विरोधी हुन्छन् जसलाई राष्ट्रपा पार्टी र रवि लामिछाने पनि मनपर्छ उसलाई बालबेन पनि मनपर्छ जसलाई रवि लामिछानेका नैतिक सङ्कटहरू र राष्ट्रपा पार्टीकोहरूको स्टेप मन पर्दैन यस्तो पार्टीमा गयो भनेर उसलाई बालेन पनि अब मन पर्दैन होइन त्यो एउटा भोटरहरूलाई नागरिकहरूको लागि चाहिँ त्यो सजिलो भएको होइन उनीहरूलाई एउटै डालोमा हालेर एउटै बास्केटमा हालेर अब भ्यालुएसन गर्न सकियो पहिला त्यो अवस्था चाहिँ थिएन होइन यो चाहिँ एउटा राम्रो भयो भन्ने लाग्छ अनि यो रविको लागि विन विन सिचुएसन हो त होइन यति भए सायद त्यो घटनालाई अब थप विश्लेषण गर्नु पर्दैन होला अनि यसले चाहिँ जस्तै उहाँहरू दुवैजना सङ्घीयताप्रतिको अलिकति प्रदेश सरकारप्रतिको असन्तुष्ट पात्रहरू मानिनुहुन्छ
भनेपछि उहाँहरूको एकताले संघीयतामाथि कस्तो प्रभाव पार्छ? यस्तो छ, यो दुईटै वैचारिक रूपमा प्रष्ट मान्छेहरू होइनन् हजुर होइन, आवश्यकता अनुसार समय अनुसार जे पनि भन्छन्। मलाई एउटा सिन राम्रो याद छ कि गत चुनावमा चाहिँ के अरे हाम्रो बालेनले चाहिँ प्रदेश स्तरको भोटको ब्यालेट इग्नोर गर्नुभएको थियो। हजुर यसको अर्थ प्रदेश चाहिँदैन, संघीयता चाहिँदैन भनेको थियो होला त्यतिखेर। हजुर अब अहिले उहाँको सोच परिवर्तन भएको हुनसक्छ। यङ एजमा मान्छेहरू आफ्नो पोलिटिकल आइडियोलोजी या विचारधारा एजेन्डा सेटअप नगरेको बेला त्यो अस्थिर हिसाबले कहिले यता कहिले उता हुन्छन्। त्यसरी यिनीहरू बिल्कुलै संघीयताको विरोधी हुन् भन्न पनि सकिँदैन होइन। उनीहरूले आफूलाई केही रिभ्यू पनि गर्दै जालान् या गरेका होलान् होइन। तर अहिलेसम्मको उनीहरूको व्यवहार हेर्दा चाहिँ उनीहरूको समावेशिता र संघीयता या सामाजिक न्यायप्रति चाहिँ उनीहरूको दृष्टिकोण चाहिँ राम्रो देखिँदैन अहिलेसम्मको व्यवहार हेर्दा। हजुर हजुर अब यो उहाँहरूको जुन यो वैकल्पिक शक्ति निर्माणमा एकदमै ठुलो भूमिका देखिन्छ। अब यसले चाहिँ परम्परागत पार्टीहरूलाई चाहिँ कस्तो खालको चुनौती दिइरहेको छ या दिन्छ? मलाई के लाग्छ भने अब यो परम्परागत पार्टीहरूको मुख्य 3-4वटा धार हो नेपालमा होइन। 3टा होइन 4वटा हो। एउटा काङ्ग्रेस हो, एउटा कम्युनिस्टहरू हो। अहिलेसम्म नेपालमा जति पनि चुनावहरू भए मुख्य 2 ठुला प्रतिस्पर्धी भनेको काङ्ग्रेस र कम्युनिस्ट थिए। र अहिले के चर्चा हुँदैछ भने अब काङ्ग्रेस र कम्युनिस्ट नै एउटै हुने या गठबन्धन गर्ने अभिगत या हालतमा चाहिँ उनीहरू पुगेका छन् होइन। उनीहरूको अस्तित्व सङ्कटले चाहिँ अब काङ्ग्रेस र एमालेकै बिचमा अझ त्यसमा पनि नेपाली कम्युनिस्ट पार्टी पनि गएर मिसिएर होइन अझ कम्युनिस्टहरूकै एकताको कुरा पनि चल्न थालेको छ होइन। त्यसैले काङ्ग्रेस र कम्युनिस्ट जो नेपालको राजनीतिमा 6-7 सालदेखि राणा शासनकै बेलादेखि 2टा धारका राजनीतिक दलहरू थिए, आज उनीहरू यति प्रतिरक्षात्मक भएको छन् कि उनीहरू अब एउटै गठबन्धन बनाएर जानुपर्ने र एउटै पार्टी हुनुपर्ने जस्तो हालतमा पुगेका छन्। यो निसन्देह यो नेपालको राजनीतिमा एउटा ठुलो परिवर्तन हो। तर अब दोस्रो भनेको राजावादीहरू भन्ने जो थिए अब उनीहरू चाहिँ अहिले एकदमै डिफेन्सिभ भएको छ र उनीहरूको चर्चा उनीहरू त जेन्जी आन्दोलनपछि लगभग एक प्रकारले सिन आउट होइन। जेन्जी आन्दोलन हुनुभन्दा अगाडि राजावादी आन्दोलन चर्किरहेको थियो। 3 कुनै घटना भयो चैत्र 15 को होइन। ज्ञानेन्द्र शाह चाहिँ पोखराबाट काठमाडौँ आउँदाखेरि चाहिँ आफ्ना समर्थकलाई हात हल्लाउँदै हिँड्थे, राजतन्त्र पुनर्स्थापना भइहाल्छ भन्ने खालको हल्ला गरिन्थ्यो। तर जेन्जी आन्दोलनले राजावादी आन्दोलनलाई कम्प्लिटली फेलरमा होइन एउटा किनारीकृत गरिदियो। अब मधेसको पनि अर्को पाटो छ, मधेस र पहिचानवादी दलहरूको पाटो। अब हिजोबाट तपाईँले देख्नुभयो होइन एकता हुन थालेको छ होइन। अब यतापट्टि उपेन्द्रजीबाट फुटेको समूहहरू पनि त्यहीँ गएर मिसिने अथवा लोसपा पनि त्यहीँ गएर एकताबद्ध हुने भन्ने हिसाबले चाहिँ जुन मधेस केन्द्रित दलहरूको या पहिचानवादी दलहरूको पनि शक्तिहरूको पनि एक प्रकारको नयाँ ध्रुवीकरण चाहिँ हुँदै गइरहेको छ होइन। अब यो अर्को पाटो छ। अब यो सबै दलहरू राजावादी होस् या काङ्ग्रेस होस् या कम्युनिस्ट होस् या पहिचानवादी या मधेस केन्द्रित दलहरू होस्, यी सबै दलहरू अहिलेसम्मको राजनीतिमा यिनीहरूको भित्रको खेल हुन्थ्यो। यो 4वटा शक्तिभित्रको खेल हुन्थ्यो। यिनीहरू भित्रै कोही पहिलो दोस्रो तेस्रो चौथो हुन्थे। तर होइन गत चुनाव यता अब त्यो स्थिति चाहिँ रहेन र यो चुनावमा पनि यो 4वटै फोर्सहरूलाई चाहिँ नयाँ पार्टीहरूले नयाँ नेताहरूले चाहिँ आफ्नो तरिकाले चाहिँ गतिलो चुनौती दिन्छन् जस्तो मलाई लाग्छ। तर त्यसका लागि फेरि यो चाहिँ हामीले बुझ्नु हुँदैन कि त्यसको एउटै मात्रै सेन्टर रवि र बालेनको चाहिँ होइन। रवि र बालेन मोडेलको पार्टीहरूसँग सहमत नहुने र पुरानाहरूसँग पनि सहमत नहुने होइन त्यस्तो जनमत पनि नेपालमा उल्लेखनीय रूपमा चाहिँ छ। र तिनीहरूले चाहिँ अझै नयाँ प्रकृतिका राजनीतिक दलहरू जस्तो हामी नै मलाई भन्नुहुन्छ भने म राजावादी पनि होइन, काङ्ग्रेस पनि होइन, कम्युनिस्ट पनि होइन, पुरानो हिसाबका मधेस केन्द्रित या पहिचानवादी दलको सपोर्टर पनि होइन, रवि बालेनको सपोर्टर पनि होइन होइन। यहाँको त आफ्नै पार्टी पनि होइन। त्यस हुनाले हाम्रो पनि त एउटा हामी जस्तो भोटरहरू पनि केही होला यो देशमा होइन भने त्यो खालको भोटको त्यो खालको के अरे प्याटर्न कस्तो रहन्छ, त्यस्तो खालको मतदाता हिस्सा कति रहन्छ होइन, त्यसको पनि एउटा विश्लेषण हुन्छ जस्तो मलाई लाग्छ। त्यसैले मैले भने नि गजब कुरा के हो भने अब राजनीति नेपालमा यो सङ्गठनात्मक एउटा
भन्दा पनि हजुर सङ्गठनात्मक वर्चस्वबाट मास एपिलिङतिर गयो होइन हजुर यो एउटा सबैभन्दा राम्रो भयो। अब कसैको पनि सोसियल हेजेमनी चाहिँ पोलिटिक्समा टिक्दैन अब होइन। मेरो जाति, मेरो पैसा, मेरो सङ्गठन, मेरा कार्यकर्ता, मेरो गुट, मेरा गुन्डा भनेर अब कोही पनि टिक्न सक्दैन। पिपुल्सले मन परायो मन परायो, मन पराएन मन पराएन होइन। यो एकदम गजब कुरा भयो। यो राम्रो पाटो भयो। अब नराम्रो पाटो भन्नुहोस् यहाँ चुनौतीको पाटो चाहिँ के छ भने अब यो सारा चिजले हामीहरूलाई कस्तो खालको एउटा राजनीतिक परिस्थितितिर निकास लैजाला होइन। अब यसको प्रेडिक्सन गर्न, यसको पूर्वानुमान गर्न चाहिँ अहिले गाह्रो छ होइन। हुनसक्छ यो एउटा फासिजमको उदयको आधार पनि हुनसक्छ, हुनसक्छ यो राम्रो बाटोमा पनि जान सक्छ, हुनसक्छ हामीले यो 72 को संविधानका अन्तर्गत चाहिँ जति पनि कमी कमजोरी भए संवैधानिक सुधारहरू या संविधानको पुनर्लेखन हुनुपर्छ भन्ने जुन माग थियो होइन, त्यो आवश्यकतालाई पुरा गरेर 72 को संविधानका अधुरापनहरूलाई पुरा गरेर यो एउटा कम्प्लिट रेभुलेसनतिर पनि जान सक्छ। हुनसक्छ यो अराजकता र होइन एक प्रकारको चाहिँ अनिश्चितता अन्योलमा पनि जान सक्छ। मलाई लाग्छ फागुन 21 को चुनावले यी सबै प्रश्नहरूको उत्तर दिँदैन। फागुन 21 मा चुनाव हुन्छ नि? चुनाव हुन्छ हुँदैन त्यो अर्को प्रश्न भयो। त्यो कानुनी कुरा, राज्यको क्षमताको कुरा, राजनीतिक स्वीकार्यताको कुरा भयो। मलाई चाहिँ के लागेको भने फागुन 21 को चुनाव नै आफैमा कति उपयुक्त हो। किनभने फागुन 21 मा चुनाव किन गर्नु पर्यो होइन। फागुन 21 को चुनाव हाम्रो चुनावका लागि चुनाव गर्ने हो भने त चुनावको सेड्युल त 84 मा पनि छँदै थियो त। यो देशमा चुनाव नभएको कहिले छ र छैन होइन। एउटा माओवादी इन्सर्जेन्सीको पिरियडमा केही स्थानीय चुनावहरू चाहिँ रोकिएको थियो। नभए तपाईँले पञ्चायत कालदेखि नै 36 सालदेखि यता यो देशमा रेगुलर चुनावहरू भइरहेछ। यद्यपि 46 सालभन्दा अगाडि निर्दलीय चुनावहरू हुन्थ्यो, 46 सालपछि दलीय चुनाव हुन्छ। त्यसैले चुनाव हुनु या नहुनु हाम्रो प्रश्न होइन। हामीहरूले समसामयिक कानुनी तथा संवैधानिक राजनीतिक सुधारहरू गर्दै अगाडि बढ्ने जेनजी आन्दोलनको चाहिँ भावना एजेन्डालाई चाहिँ पहिला समर्थन, यसको समायोजन राज्य प्रक्रियामा या त्यसको सम्बोधन गरेर अघि बढेर चुनावमा जाने कि फेरि एउटा चुनाव गराइदिनै सकियो भन्ने मोडेल। अहिले यो फागुन 21 को चुनावलाई चाहिँ मैले अब धेरैले यो चुनाव र चुनाव मात्रै विकल्प हो भन्छन्। म चुनावको विरोधी त होइन, लोकतन्त्रमा चुनाव हुन्छ भन्ने कुरा दुनियाँलाई थाहा छ, संसारको नियम हो, बहुदलीय लोकतन्त्र मानेको हो, आवधिक चुनावहरू हुन्छन्, यसमा कुनै पनि टाउको दुखाइको विषय भएन। तर मलाई लाग्छ चुनावका लागि चुनाव गरेर चाहिँ हाम्रो प्रोसेस चाहिँ अगाडि बढ्दैन। यस अर्थमा चाहिँ जेनजी आन्दोलनमाथि चाहिँ एक प्रकारको विश्वासघात, गद्दारी चाहिँ भयो भन्छु मैले। यो अब जो जेनजी आन्दोलनको नाममा जो सरकारमा आए होइन, उनीहरूले नै विश्वासघात गरे कि होइन। र यसको इतिहासमा समीक्षा होला। यस्तो कुरा गर्ने अहिले हामी थोरै मान्छेहरू होलाौँ होइन। केही मान्छेहरू अन्तरिम सरकारको विरोध गरिरहेछन् होइन, केही मान्छेहरू चाहिँ यो चाहिँ जेनजीको सरकार हो, यसको विरोध गर्नु हुँदैन भनिरहेछन्। सुरुमा हामीलाई पनि त्यस्तो लागेको थियो। तर अहिलेको बिन्दुमा आउँदाखेरि चुनावको सिङ्गल म्यान्डेट लिएर जेनजीका अरू माग मुद्दाहरू सम्बोधन नगरिकन हामी जसरी नयाँ चुनावमा जाँदैछौँ, त्यसले चाहिँ जेनजी आन्दोलनको मर्म, भावना र एजेन्डा चाहिँ राज्य प्रक्रियामा समाहित हुन पाएन भन्ने चाहिँ मलाई चाहिँ लाग्छ। अनि यो अन्तरिम सरकारलाई के 84 सम्म लिएर जाने त होइन? त्यो भनेको होइन। पहिला काम गरेको भए त यो फागुनकै चुनाव भए पनि त हुन्थ्यो नि त। जस्तो भ्रष्टाचार छानबिन गर्न नागरिक आयोग बनाएको भए, जेनजीहरूले भने जस्तो शासकीय स्वरूप निर्वाचन प्रणालीमा केही सुधारहरू गरेको भए, शासकीय स्वरूपमै परिवर्तन गर्न नसकेको भए पनि अहिलेको संविधान र कानुन अन्तर्गत निर्वाचन प्रणालीमा त सुधार गर्न सकिन्थ्यो होइन। अब यो सारा चिजहरू केही पनि गरेको छैन नि त होइन। एउटा 10 बुँदे सम्झौता गरेको छ, त्यो 10 बुँदे सम्झौता पनि कार्यान्वयन भएको छैन। जस्टिस सम्बन्धी कुराहरू पनि लागू भएको छैन। जाँचबुझ आयोग ओलीसँग चाहिँ बयान लिन डराउँछ। अनि ओलीलाई बयान दिदेऊ न भनेर चाहिँ प्रधानमन्त्रीले चाहिँ होइन कार्यालयमा बोलाएर चाहिँ अनुरोध गरेर तिम्रै घरमा टोली पठाइदिउँला बयान लिने भन्ने हिसाबले चाहिँ राज्यले चाहिँ पुरानै दल र नेताहरूसँग जुन प्रकारले चाहिँ आत्मसमर्पण गरिरहेको छ या उनीहरूको हित अनुसार आफूलाई ढाल्दै गएको छ, यसले के देखाउँछ भने
यो जेनजी आन्दोलनपट्टि चाहिँ बिल्कुलै न्याय भएन भन्ने मलाई लाग्छ। भविष्यमा यसको उत्तराधिकार लिने को शक्ति आउँछ, कसरी उसले चाहिँ त्यसलाई चाहिँ न्याय गर्छ या सम्बोधन गर्छ, त्यो एउटा पाटो भयो। तर मेरो हाम्रो चाहिँ बुझाइ के हुन्थ्यो भने कुनै पनि विद्रोह आन्दोलन र क्रान्तिपछि त्यसका तीनवटा दायित्वहरू हुन्छन्। पहिलो हुन्छ त्यो आन्दोलन विद्रोह क्रान्तिमा भएको क्षतिको, धनधनको क्षतिको न्यायिक जाँचबुझ गर्ने, घाइते अपाङ्गहरूलाई जस्टिस दिने, कम्पन्सेट गर्ने, होइन, मानवीय हिसाबले मानवीय आघातहरूको परिपूर्ति गर्ने। त्यो काममा पनि यो अन्तरिम सरकार चाहिँ बलियो चाहिँ देखिएन। दोस्रो हुन्छ त्यसले उठाएका मुद्दाहरूको सम्बोधन गर्ने। मुद्दा के थियो त? सामाजिक सञ्जाल प्रतिबन्ध थियो एउटा, त्यो त हटिहाल्यो, त्यो त तात्कालिक कुरा थियो, होइन। त्यसपछि के थियो त भन्दा भ्रष्टाचारको छानबिन गर्ने। यो 1.5 दशक यता यो देशमा यति ठुला भ्रष्टाचारका काण्डहरू भए, अवैध सम्पत्ति आर्जन भयो, वित्तीय सङ्कट आयो, सारा पैसा निश्चित मान्छेहरूले लुकाएर राख्दाखेरि, होइन, तपाईँको एक प्रकारको मार्केट कोल्याप्सको सिचुएसन बन्यो, होइन। तपाईँको के भनेदेखि ठुल्ठुला वित्तीय अपराध र ठगीहरू भए, सहकारी ठगी, मिटर ब्याज पीडित, होइन, यस्ता थुप्रै आर्थिक कुराहरू, भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन, सम्पत्ति शुद्धिकरण र ठगीहरू, आर्थिक अनियमितताहरू, यी सबै चिजको छानबिन गर्ने एउटा उच्च स्तरीय नागरिक आयोग बन्नुपर्छ भन्ने जुन माग थियो, त्यो माग पुरा गर्नतिर पनि कोही पनि गएन। र तेस्रो कुरा, निर्वाचन प्रणालीमा जे खराबीहरू, शासकीय स्वरूपको कुरा त संविधान संशोधनसँग जोडिन्छ, तर निर्वाचन प्रणालीमा भएका कयौं त्रुटिहरू, होइन, जो निर्वाचन आयोगले पनि 21वटा बुँदामा अहिलेको निर्वाचन ऐन, राजनीतिक दल सम्बन्धी ऐन चाहिँ सुधार हुनुपर्छ भनेर चाहिँ संसदमा चाहिँ मस्यौदा दिइसकेको, त्यसलाई चाहिँ गृह मन्त्रालयले लुकाएर राखेर, होइन, त्यसको पनि सम्बोधन नगरिकन चाहिँ चुनावमा जाने, पुरानै प्रकृतिको चुनाव, पुरानै संविधान अनुसारको चुनाव, पुरानै प्रबन्धन अनुसारको चुनाव, बिल्कुल अरू केही छैन। देशको आर्थिक सङ्कट उस्तै छ, राजनीतिक सङ्कट उस्तै छ, वित्तीय सङ्कट उस्तै छ, भ्रष्टाचार उस्तै छ, होइन। भ्रष्टाचारको अहिले अन्तरिम सरकारले कति भ्रष्टाचार गर्यो गरेन भनेको होइन, भ्रष्टाचार छानबिनको प्रवृत्ति उस्तै छ, होइन। यस्तो बेलामा एउटा नयाँ चुनाव गराइदिएर हामी सर्लक्क उम्केर हिँड्छौँ भन्ने जेनजी नेताहरूको पनि त्यही बुझाइ हो र अन्तरिम सरकारको पनि त्यही बुझाइ हो भने चाहिँ मलाई चाहिँ लाग्छ यो इतिहासमा एउटा अर्को दुर्भाग्य भयो भन्ने लाग्छ। अनि यो एकताबाट जनताले तत्काल के अपेक्षा गर्न सक्छन्? कसबाट? यो बालेन र रविको केही पनि गर्न सक्दैनन्। यो त चुनावको एउटा मोर्चा न हो भनेपछि हामीले तत्काल पाउन सक्ने केही पनि हुँदैन, त्यो केही पनि हुँदैन। अनि यो एकता चाहिँ नेपाली राजनीतिको एउटा टर्निङ पोइन्ट भनेर लाग्छ यहाँलाई? म अहिले त्यति छिटो शङ्काको सुविधा पनि दिन चाहन्छु र त्यति हौसिएर अहिले नै त्यो भन्न पनि चाहन्न, होइन। रिजल्टहरू जस्तो अहिले जेनजी आन्दोलन भयो, यो आन्दोलन पनि त देशको इतिहासको एउटा ठुलो टर्निङ पोइन्ट हुन सक्थ्यो, तर यो अहिले तुहाइयो भनौँ न, लगभग यसबाट कुनै रिजल्ट आएन, होइन। मुभमेन्ट पछिको रिजल्ट आएन नि त, होइन। बरु योभन्दा अगाडिका 7 सालमा त राणा शासन ढलेको थियो नि त, होइन। एउटा रिजल्ट आएको थियो नि, 46 सालमा निर्दलीयता ढलेर हामीले नयाँ 47 सालको संविधान बनाएको थियो नि त, एउटा रिजल्ट आएको थियो नि त, होइन। यो जनआन्दोलन 62-63मा तपाईँको चाहिँ कम्तीमा राजतन्त्र ढलेर सङ्घीयता आएको थियो नि त, एउटा रिजल्ट आएको थियो नि त। जेनजी आन्दोलन पछिको रिजल्ट के हो त? जेनजी नेताहरू र अन्तरिम सरकारको प्रधानमन्त्री मन्त्रीहरूले मलाई भनिदिनु पर्यो कि जेनजी आन्दोलन पछिको रिजल्ट के हो। यद्यपि यसको मनोवैज्ञानिक रिजल्ट छ, मान्छेहरूको दिमाग हल्लिएको छ, भोट फ्लेक्सिबल भएको छ, नयाँ पुस्ताको दबाब बढेको छ, होइन। नेतृत्व हस्तान्तरण पुस्तान्तरणको बहस चर्किएको छ, होइन। पुराना दलहरू डिफेन्सिभ भएका छन्, त्यो सब कुरा मैले माने, तर राज्य प्रक्रियामा सम्बोधन भएको माग चाहिँ के हो त? रिजल्ट चाहिँ के हो त भन्दाखेरि शून्य छ, होइन। त्यसो भएको हुनाले यसलाई मैले तुइयो भने जस्तै अब यो जस्तो यो तुइयो, होइन। 56 सालमा गिरिजाप्रसाद र किसिमजीको भागभण्डा तुइयो, 74मा ओली र के अरे हाम्रो प्रचण्डको भागभण्डा तुइयो, अहिले भर्खरै तपाईँको ओली र देउपाको भागभण्डाले देशलाई यत्रो भीषण असन्तुष्टिमा ल्यायो भने बालेन र रविको भागभण्डाले चाहिँ देशलाई निकास दिन्छ भनेर म रिजल्ट नहेरिकन भन्नेवाला छैन। भनेपछि तपाईँ रिजल्टकै वेटमा हो।
अनि यसले चाहिँ यो उहाँहरूको एकताले यदि संसद पुनर्स्थापना भयो भने त्यो एकताले के रूप लिएला? संसद पुनर्स्थापना भयो भने त यो सबै खेलहरू नै खत्तम हुन्छ। पुरानो दलहरू सत्तामा आउँछ, काङ्ग्रेस एमालेको बहुमत हुन्छ होइन, सायद उनीहरूले आफूभित्रबाट प्राइम मिनिस्टर बनाउँछन्, यो चुनाव पनि हुँदैन होइन। अनि त्यसपछि चाहिँ चुनावको लागि बनेका मोर्चा उम्मेदवारहरू पनि असान्दर्भिक हुन्छन् होइन। यो डिसिजन सर्वोच्च अदालतले छिटो गरिदिनु पर्ने हो मेरो विचारमा। कि आजबाट हिजोबाट त नोमिनेसन सुरु भयो समानुपातिकको, अब चुनाव आउनु धेरै पनि छैन। तर सर्वोच्च अदालतले चाहिँ यो निर्णय नगरिकन राख्दाखेरि यो चाहिँ राज्य प्रक्रियामा पनि एक प्रकारको अनिश्चितता हुन्छ होइन। त्यसैले संसद पुनर्स्थापनाको जुन मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ त्यसको डिसिजन गर्न अब ढिलो गर्नु हुँदैन अदालतले होइन। र पुनर्स्थापना भयो भने त पोलिटिक्सको कोर्स नै एउटा अझ यो जेनजी आन्दोलन अहिले हामी तुइयो भन्दैछौँ होइन। अब त्यो त अर्को प्रतिक्रान्तितिर जाला होइन। त्यसपछि अब त्यही पार्लियामेन्टले हिजो रिजल्ट दिन सकेको भए यत्रो विद्रोह किन हुन्थ्यो? र उहाँहरू पुनर्स्थापित भएर आउनुभयो भने त्यसपछि उहाँहरूले चाहिँ जेनजी आन्दोलनलाई हेर्ने उहाँहरूको नजरिया के हुन्छ त? प्रतिशोधतिर जाने कि सम्बोधनतिर जाने भन्ने क्वेसन आउँछ। अब उहाँहरू अहिलेसम्मको साइकोलोजी हेर्दा प्रतिशोधतिर जान सक्ने सम्भावना देखिन्छ। अब प्रतिशोधतिर जानुभयो भने फेरि विद्रोह होला, फेरि क्रान्ति होला, फेरि आन्दोलन होला, त्यो उहाँहरूले थेक्न सक्नुहुन्न होइन। त्यस हुनाले अहिले अब अदालतको बारेमा चाहिँ यहाँभन्दा धेरै नभनौँ, अब उसले के गर्छ। अब राजनीतिक निकासको लागि चुनाव या संसद पुनर्स्थापना कुन चाहिँ अपरिहार्य छ अहिलेको? मेरो विचारमा चाहिँ अहिले तत्काल चुनाव पनि होइन, संसद पुनर्स्थापना पनि होइन। एउटा यस्तो राष्ट्रिय सहमति हुनुपर्छ जसले चुनावलाई आउने 2-4 महिना पर लगोस्, सबैका लागि सहज डेटमा चुनाव होस् होइन। त्यो भनेको चाहिँ जेठ वैशाखतिर पनि भए हुन्छ, आउने सालको मङ्सिरमा भए पनि हुन्छ। अहिले यो फागुन चाहिँ यो जाडोको बेला र हिमाली क्षेत्रमा हिमपात हुने बेलामा चुनाव प्रसारको मोबिलिटी पनि यतिखेर बेटर हुन सक्दैन। दलहरू बिचको किचोला पनि छ। काङ्ग्रेसको अधिवेशन हुने कि नहुने भन्ने छ। एमाले भर्खरै अधिवेशन गरेको छ। अन्य कयौँ दलहरू मर्ज हुन चाहिरहेछन्। यिनीहरूलाई मर्ज हुनको लागि एउटा लिगल बाटो पनि खोलिदिनु पर्ने हुन्छ। नयाँ बनेका दलहरूले पनि हतार दर्ता पाएका छन् होइन, उनीहरूले पनि आफ्ना एक्टिभिटीहरू गर्न पाएका छैनन्। त्यसैले राजनीतिमा चुनावका लागि औपचारिकता पुरा गर्नका लागि गर्ने होइन कि त्यो एउटा राष्ट्रिय उत्सव जस्तो बन्नुपर्ने हुनाले फागुन 21मा चुनावको खासै बलियो माहौल चाहिँ बन्दैन। यद्यपि सबै पक्ष लतारिएर गए भनेदेखि एक प्रकारको औपचारिक चुनाव चाहिँ होला, तर त्यो रिजल्ट ओरिएन्टेड एउटा दूरगामी प्रभाव पार्ने खालको दीर्घकालीन महत्त्वको चुनाव होला जस्तो चाहिँ मलाई लाग्दैन। संसद पुनर्स्थापनाको बाटोबाट गयो भने त झन् त्यो दुर्भाग्यपूर्ण हुन्छ बङ्गलादेश होइन। किनभने त्यसपछि संसद आउँछ जुन संसदको राजनीतिक लिजिटिमेसी कोल्याप्स भइसकेको छ, त्यसको कानुनी वैधता त हुन्छ होइन, तर राजनीतिक र नैतिक वैधता चाहिँ हुँदैन। अनि राजनीतिक र नैतिक वैधता नभएको कानुनी वैधताले चाहिँ अबको दुनियाँमा राज्य चल्न चाहिँ सक्दैन। त्यसैले संसद पुनर्स्थापनाको बाटोमा चाहिँ हिँड्नु नै हुँदैन। मेरो त अदालतले त्यही फैसला छ, के अरे सुझाव छ होइन। तर अब रहेको कुरा के भने के गर्ने त? अब त्यसो भए के गर्नु उचित हो त? मेरो विचारमा चाहिँ चुनावलाई सबैको सहमतिमा 3 महिनादेखि 6 महिना या 1 वर्ष सार्ने होइन, सबैको सहमतिमा उचित हो। मेरो लागि हुन्छ हुँदैन मलाई थाहा छैन, तर त्यो गर्नु उचित हो। दोस्रो कुरा, नयाँ चुनावमा जानुभन्दा अगाडि हामीले चाहिँ यो उच्च स्तरीय नागरिक छानबिन आयोग बनाएर यो सबै भ्रष्टाचारका काण्डहरू, अवैध सम्पत्ति आन्दोलनहरूको छानबिन गर्ने। तेस्रो कुरा, यो भाद्र 23 र 24 गतेको जेनजी मुभमेन्टमा जुन छानबिन भएर जुन प्रतिवेदन आउँछ, प्रतिवेदन अनुसारको अभियोजन गर्ने, न्यायिक कठघरामा उठाउने ब्याउने काम पनि तपाईँको चाहिँ यही अन्तरिम सरकारकै पालामा गर्ने होइन। किन भोलि त यो हुनेवाला छैन। तपाईँले आजसम्म जति पनि राजनीतिक विद्रोह क्रान्तिपछि जति पनि जाँचबुझ आयोगहरू बने, नेपालमा कुनै कसैको पनि प्रतिवेदन लागू भएको त छैन। 46 सालको मल्लिका आयोगको पनि भएन, 62-63 को तपाईँको के अरे हाम्रो रायमाझी आयोगको पनि भएन, मधेस आन्दोलन र टिकापुर विद्रोहपछि पनि आयोगहरू बने तर ती पनि कार्यान्वयन भएनन्।
भनेपछि गौरीबहादुर कार्कीको आयोगको रिपोर्ट पनि यो फागुनमा चुनाव भयो भने कार्यान्वयन हुनेवाला छैन होइन। त्यसैले यसलाई अभियोजनमा लान कार्यान्वयनमा लानको लागि पनि इन्टरिम सरकारको टाइमलाइन चाहिँ अलिकति लामो हुनुपर्छ। र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा राष्ट्रिय सहमतिबाट हामीहरूले केही कानुनी र संवैधानिक सुधारहरू गरेर अनि मात्रै चुनावमा जाँदाखेरि चाहिँ जेन्जी आन्दोलनपछि जेन्जी विद्रोह र क्रान्तिले चाहिँ यो परिणाम दियो भनेर इतिहासमा दर्ज हुने केही उपलब्धिहरू हुन सक्छन् होइन। यस अर्थमा चाहिँ हामीले चाहिँ फागुनको चुनाव हुनु नहुनुलाई चाहिँ मैले चाहिँ धेरै महत्त्वको घटना मानेको छैन र चुनाव केही समय सरो भने पनि फेरि सरकार फेर्नतिर चाहिँ लाग्नुहुन्न, त्यसले अर्को अस्थिरता ल्याउँछ। यसैको कार्यकाल एक्सटेन्सन गरेर राष्ट्रिय सहमति गरेर अघि मैले भनेको 3टा कुराहरू गरेर अनि चुनावमा सुइटेबल टाइममा चुनावमा जाने हो भने चाहिँ राष्ट्रले सही बाटो समात्छ र त्यो सुविचारित तरिका हुन्छ होइन। तर अब यहाँ केही मान्छेहरूले होइन फागुन 21 को चुनाव भएन भने ठुलो सङ्कट आउँछ, आकाश खस्छ, धरती फाट्छ, यो जेन्जी आन्दोलनै थिएन, यो विध्वंस थियो, यसको केही मुद्दै छैन, यसलाई सम्बोधन गर्नु पर्दैन होइन यो विदेशीको खेल हो भन्ने हिसाबले जुन प्रकारका प्रोपोगन्डाहरू भइरहेको छन् यसले चाहिँ राष्ट्रलाई अझ भाड्ने दिशातिर सुविचारित शान्त दिमागले विवेकसम्मत ढङ्गले सोचेर राष्ट्रको ऐतिहासिक कार्यभारलाई पुरा गर्न लाग्नुपर्नेमा सबै मिलेर यो माहौललाई भाड्ने र सबैले आफ्नो स्वार्थ अनुसार राजनीतिक स्वार्थ अनुसार बिग्रिएको भत्किएको माहौलमा खेल्ने बाहेक म त केही पनि काम भइरहेको देख्दिनँ कुनै पनि साइडबाट। अनि यसमा अघि नै यहाँले भने जस्तै कि विदेशीको खेल लगायतको जुन भाष्यहरू निर्माण गरिएको छ कि साँच्चीकै नेपालको राजनीतिमा भू राजनीतिले प्रभाव पार्दैन? भू राजनीतिले प्रभाव पार्छ तर जेन्जी विद्रोहमा भू राजनीतिक प्रभाव थिएन। जेन्जी विद्रोह मैले सायद म मात्रै त्यस्तो मान्छे हो यो कुरा नेपालमा जसले पनि विदेशी विदेशी भनेर सुरुका दिनदेखि भन्दाखेरि म फर्स्ट डेदेखि नै यसमा विदेशीहरूको कुनै भूमिका छैन भनेर बोल्ने मान्छेमा पर्छु, अरू पनि हुनु होला तर मैले नै धेरै यो बोलिरहेको छु कि यो नेपालीहरूले के बुझ्नुपर्छ भने जियो पोलिटिक्स भू राजनीति र ग्लोबल टेन्डेन्सी वैश्विक प्रवृत्ति यो चाहिँ फरक कुरा हो। यो जेन्जी मुभमेन्ट भनेको जियो पोलिटिकल क्राइसिसबाट आएको होइन, यो यसमा चाइनाको, भारतको, अमेरिकाको, युरोपियन युनियनको अरू कसैको हात छैन। यो बिल्कुल 100% यो नेपालभित्रको फ्रस्ट्रेसन, युथ फ्रस्ट्रेसन र नेपालको करप्टेड लिडरहरू बिचको कन्फ्रन्टेसन हो। कन्फ्रन्टेसन अलिकति कन्फ्लिक्टको लेभलबाट भाइलेन्सको लेभलमा गयो, त्यो अलिकति दुःखद कुरा होला होइन। तर कन्फ्लिक्टहरूको लेभल कतिमा बस्छ भन्ने कुरा तपाईँ कसरी कन्फ्लिक्ट त पहिला द्वन्द्व त तपाईँले समाधान गर्नु पर्यो अनि नै तपाईँले भाइलेन्स नआओस् भनेर अपेक्षा गर्न सक्नुहुन्छ। तपाईँ कन्फ्लिक्ट चाहिँ बढाउँदै लाने होइन, कन्फ्लिक्टको कारणहरू आधारहरू त्यसको बेस चाहिँ तपाईँ बरकरार राख्ने होइन। अनि कन्फ्लिक्टमा भाइलेन्स भयो भनेर रोएर के गर्नुहुन्छ त? त्यसको उत्तर तपाईँलाई कसले दिनेवाला छ या कसले क्षतिपूरण गरिदिनेवाला छ? भयो माओवादी जनयुद्धको बेला पनि भयो, टिकाबर विद्रोहको बेला पनि भयो, मधेस आन्दोलनको बेला पनि गोरो हत्याकाण्ड लगायत अनेक कुराहरू भए होइन। आन्दोलनमै पुलिसले गोली चलायो अनि यस्ता घटनामा राज्य पक्षलाई कहिले पनि दोषी नबनाउने नेपालको एउटा के छ भने यो भयो त भयो भन्ने जस्तो माओवादी आन्दोलनमा पनि त्यस्तो 10 वर्ष जनयुद्धमा 17,000 मान्छे मर्यो भन्ने छ, कति घाइते भए 1,000 बढी त बेपत्ता भएको सूची गृह मन्त्रालयले बनाएको छ होइन। तर त्यहाँ चाहिँ 6 महिनाभित्र चाहिँ मेलमिलाप र सत्य निरूपणको काम गर्ने भन्ने भयो नि त सम्झौता त। तर 6 महिना भनेको आज कति वर्ष हो? 20 वर्ष भइसक्यो। 20 वर्षमा 6 महिनामा हुने काम हुँदैन भनेपछि यो देशमा न्यायप्रति कसैलाई रुचि नै छैन, मानवताप्रति कसैलाई रुचि नै छैन होइन, हुनुपर्ने कुराप्रति कसैलाई रुचि नै छैन होइन, सङ्क्रमणकालीन न्यायको कुराहरूप्रति कसैलाई रुचि नै छैन। त्यही भएर पनि मैले के भनेको हो भने यो जेन्जी आन्दोलनमा भएको अभियोजनका लागि भए पनि यो इन्टरिम गभर्मेन्टको, किनभने भोलि निर्वाचित दलहरूको सरकार आएपछि त यो प्रतिवेदनलाई थन्काउनेवाला छ। मल्लिका आयोग जस्तै, रायमाझी आयोग जस्तै, लाल आयोग जस्तै यो कता चाहिँ कुन दराजमा थन्काइन्छ र धमिराले खान्छ होइन। यसको कुनै प्रयोजन छैन, कुनै प्रयोजन छैन भने रेकर्ड भयो भन्ने एउटा प्रयोजन होला, अरू त्यसको प्रयोजन छैन भने
त्यो कसरी जस्टिस भयो होइन भन्ने कुराहरू चाहिँ आउँछ। त्यसैले यो विदेशीको हात भनेर अनावश्यक रूपमा चाहिँ विदेशी जियोपोलिटिकल रिलेसन त अलवेज हुन्छ नि, त्यो त राज्यहरूको बिचको सम्बन्ध हुन्छ भन्ने कुरा त दुनियाँमा कसलाई थाहा छैन त। अनि यो विदेशीले गराएको भनेर आज उहाँहरू जुन देशको नाम लिनुहुन्छ विशेष गरी गर्नुहुन्छ, विशेष गरी अमेरिकाको नाम लिनुहुन्छ उहाँहरू होइन, यो सबै अमेरिकाको CIA को खेल हो भन्ने काङ्ग्रेस एमालेहरूको विशेष गरी काङ्ग्रेस कम्युनिस्टहरूकै कुरो छ र उहाँहरूको भनाइलाई पत्याउने बुद्धिजीवी लेखकहरू पनि त्यही भनिरहनु भएको छ। र म उहाँहरूलाई सोध्न चाहन्छु, ल यो अमेरिकाको खेल हो एकछिनलाई होइन, अनि तपाईँहरू के हेरेर बस्नुभयो त? तपाईँहरूको शासनको बेला अमेरिकाको दूतावास थिएन नेपालमा। अब भोलि तपाईँहरू चाहिँ सत्तामा आउनुभयो भने अमेरिका विरुद्ध UN-मा मुद्दा हाल्नुहुन्छ या अमेरिकाको दूतावास हटाउनुहुन्छ? के गर्नुहुन्छ त तपाईँ? अनि तपाईँ सत्तामा बस्दाखेरि तपाईँकै राजदूतहरू थिए, तपाईँहरूकै डिप्लोमेटिक रिलेसन थियो, दुई राज्य बिचको सम्बन्ध तपाईँहरू नै चलाइरहनु भएको थियो, NGO-हरूको नियमन तपाईँहरू नै गरिरहनु भएको थियो। राष्ट्र ब्याङ्कले अनुमति नदिकन विदेशबाट पैसा नेपाल आउन पाउँदैन। कुनै NGO-ले पैसा ल्यायो भने राष्ट्र ब्याङ्क मार्फतै आयो होला। राष्ट्र ब्याङ्कमा तपाईँहरूले नै नियुक्ति गरेका गभर्नरहरू थिए। अनि के हेरेर बसे त तिनीहरू? CID विभाग तपाईँहरूकै थियो। एभ्रिथिङ यु ह्याभ, सबै कुरा तपाईँहरूसँग थियो भनेपछि अनि अब अहिले आएर विदेशीले गर्यो, त्यो चाहिँ एउटा मतदातालाई भ्रमित गर्ने, इतिहासलाई भ्रमित गर्ने र राजनीतिक स्वार्थका लागि आफ्ना कमजोरीहरूलाई लुकाउने। विदेशीले गरायो भनेपछि क्या मजा आयो होइन? अब यतापट्टि आफू उम्किन पायो, आफ्नो भ्रष्टाचार पनि लुको, आफ्नो कुशासन पनि लुको होइन, आफूले यो बिचमा गरेका राजनीतिक भागबन्डा बदमासीहरू पनि लुके होइन, आफूले गरेको अवैधानिक अथवा भनौँ अत्याधिक बल प्रयोग, मानवता विरुद्धका अपराधहरू, नरसंहारहरू सबै लुके। बच्चाबच्चीहरूलाई ठङ ठङ ती छातीमा गोली हानेर मारेको छ अनि त्यसको अब्जस पनि कसैले लिनु परेन। अनि घुसपेट भयो भनिदियो, को घुसपेट गर्ने होइन? यस्ता सारा चिजहरू चाहिँ यी पोलिटिकल न्यारेटिभहरू मात्रै हुन् र यी पत्रु कुराहरू हुन्, यिनीहरूको कुनै पनि अर्थ छैन भन्ने मलाई लाग्छ। हाम्रो के हो भने नेपालमा फेरि जेनजी मुभमेन्टको इन्टरनेसनल टेन्डेन्सी चाहिँ छ, त्यो त ग्लोबल टेन्डेन्सी हो कि मैले भने जियो पोलिटिक्स र ग्लोबल टेन्डेन्सीलाई फरक गरेर हेर्नुपर्छ। बङ्गलादेशमा विद्रोह भयो, श्रीलङ्कामा विद्रोह भयो, हामी पछि पनि कतिपय मुलुकहरूमा जेनजी मुभमेन्टहरू भइरहेछ होइन। यो चाहिँ सन् 2010बाटै ट्युनिसिया विद्रोह, अरब स्प्रिङ, यो त दुनियाँलाई थाहा छ त। अनि त्यो नेपालमा हुन सक्छ भनेर सबैले भनेकै थिए त। अनि त्यो भनेकै थिए भने त्यतिखेरै कुरो बुझेर त्यस्तो हुने स्थिति आउन नदिएको भए हुन्थ्यो नि त। अनि आफै सत्तामा बसेर विद्रोहको वातावरण तयार गर्ने होइन, आफै विदेशीले के गरेनन् भनेर केही पनि चाल नपाउने, अनि अहिले आएर सत्ताबाट अपदस्थ हुनु परेको पीडा रनहामा चाहिँ सबै चिज विदेशीले गराएको हो भनेर आफू उम्किने, यो भन्दा चाहिँ कायरतापूर्ण कुरा अरू केही हुँदैन। यो बिचमा यहाँले भने जस्तै बिचमा अहिले अमेरिका, चाइना, इन्डिया तिनै देशको राजदूतहरू चाहिँ बाहिरिएको या गएको भन्ने न्युज छ। अब यसको केही छ र राजनीतिक? होइन, मैले यो पाटो यो समाचार त पढेँ, मैले ध्यान दिएको छैन। अब उनीहरूले चाहिँ उनीहरूको कार्यकाल सकिएर गएको भनिरहेछ। अब कार्यकाल सकिएर गएको छ भने रेगुलर प्रोसेस पनि हुन्छ, राजदूतहरूलाई बेला बेला आफ्नो देशको सरकारले फिर्ता बोलाउन पनि सक्छ, हामीले पनि बोलाएका छौँ भने त्यसलाई ठुलो घटना बनाएर लिनुपर्छ जस्तो मलाई लाग्दैन। जेनजी विद्रोहपछि थुप्रै पार्टीहरू खुले, हर्कजीले पनि खोल्नु भएको छ श्रम संस्कृति भनेर होइन, यहाँहरूले पनि खोल्नु भएको छ पिपल फर्स्ट। अब यो यहाँहरूको पार्टी चाहिँ अरूभन्दा कसरी भिन्न छ भन्न चाहनुहुन्छ? हो, अब यो चाहिँ के छ भने नेपालमा अहिले कस्तो छ भने यसरी बसेर गफ गरेर पार्टीहरूको बिचको भिन्नता चाहिँ बुझ्न गाह्रो छ। जसरी राजनीति नै एउटा अन्योलमा छ, त्यसैले यति धेरै पार्टी, उस्तै दस्तावेज, उस्तै भाषण होइन, हरेकले भन्छ। अहिले त सबैको मुखमा तीनटा कुरा झुन्डिएको हुन्छ होइन, जुनसुकै पार्टी हेर्नुहोस् तपाईँ, उसले कि सुशासन भन्छ, कि समृद्धि भन्छ, कि चाहिँ सामाजिक न्याय र समावेशिता भन्छ होइन। यति हो, यति नै हो नि त। अहिले तपाईँको कुन मुख्य तीनटा नारा छ अहिले? सुशासन, समृद्धि र सामाजिक न्याय या समावेशिता होइन। अब यो तीनटा शब्द नभएको तपाईँले नेपालमा कुनै पार्टी नै पाउनुहुन्न होइन। अब यो तीनटा शब्द दस्तावेजमा लेखेको कारणले रिजल्ट आउने भए त
आइसक्थ्यो होला। अझ एउटा शब्द गजब छ, समाजवाद पनि 90% पार्टीहरूले भन्छ होइन। कसैले प्रजातान्त्रिक समाजवाद, कसैले सामुदायिक समाजवाद, कसैले वैज्ञानिक समाजवाद, कसैले के भन्छ संवैधानिक समाजवाद होइन, कसैले समुन्नत समाजवाद, कसैले सङ्घीय समाजवाद होइन। भने शब्दहरूमा त कति समानता छ हेर्नुहोस् त। यस्तो भए त यो दलहरू भिन्न भिन्न हुनु नै नपर्ने हो। हामीलाई चाहिँ के लाग्यो, हामीले पिपल फर्स्ट पार्टी किन बनायौँ भन्दा, ठिक छ यो शब्दहरू त त्यही नै होला, तर शब्दहरूको अन्तर्यमा जोडिएको एप्रोच हुन्छ नि, अभ्यास र त्यसको सोलुसन होइन, त्यो समृद्धि कसरी, सुशासन कसरी होइन, सामाजिक न्याय कसरी होइन, प्रोसेस अथवा त्यसको सोलुसनको मोडालिटी, त्यसमा चाहिँ भास्ट डिफरेन्सेस पायौँ क्या हामीले होइन। शब्द एउटै छन्, नारा एउटै छन्, तर त्यसलाई समाधान गर्ने उपायहरूको जुन सोच हो त्यसमा चाहिँ हामीसँग मिल्ने नेपालमा कुनै पनि राजनीतिक दल रहेनछ होइन। हामीसँग मिल्ने कुनै राजनीतिक दल हामीले देखेनौँ होइन। त्यसपछि हामीलाई के लाग्यो भने हाम्रो विचारको पनि यो देशमा संवाहक संस्था चाहिँ चाहिन्छ। जस्तो तपाईँले भन्नुभयो नि, हामी पनि नयाँको कुरा गर्छौँ, पुरानाको विरोध गर्छौँ। काङ्ग्रेस, कम्युनिस्ट, राजावादी होइन, यी पुराना मधेस केन्द्रित पहिचानवादी दलहरूले राम्रो गर्न सकेनन् भन्ने हाम्रो पनि बनायो। तर पपुलिस्टहरूको र पिपुल फर्स्ट पार्टीको भिन्नता चाहिँ के हो त भने, पपुलिस्टहरूको एप्रोच चाहिँ व्यक्ति केन्द्रित हिरोइजममा आधारित छ। हाम्रो एप्रोच चाहिँ इन्स्टिट्युसनलिजम, संस्थागत विकास प्रक्रियामा आधारित छ। व्यक्ति होइन, संस्थाको विश्वसनीयता बढाउनुपर्छ। सर्वोच्च अदालतमा को न्यायाधीश हुन्छ भन्ने कुरा महत्त्वपूर्ण होइन, तर सर्वोच्च अदालत भन्ने संस्थाले गर्ने निर्णयहरूप्रति आम नागरिकमा के हुनुपर्छ, विश्वास हुनुपर्छ। हस्पिटलमा को डक्टर छ भन्ने कुरा महत्त्वपूर्ण होइन, तर त्यो हस्पिटलमा भएका डक्टरहरू राम्रा छन् र फलानु अस्पतालमा जाँदाखेरि त्यहाँ चाहिँ गलत उपचार हुँदैन भन्ने खालको हुनुपर्छ। स्कुलमा को हेड सर छ या टिचर छ भन्ने कुरा गौण हो, तर कुनै स्कुल छ भने पक्का पनि उसले राम्रा टिचरहरू राखेको छ, त्यहाँ पढाइ राम्रो हुन्छ भन्ने कुराको विश्वास हुनुपर्छ। त्यसैले हाम्रो जोड चाहिँ पपुलिजममा छैन, हाम्रो जोड कुनै एउटा व्यक्तिको अनुहारमा पनि छैन होइन। पिपुल फर्स्ट पार्टी यस कारणले फरक छ कि यसले इन्स्टिट्युसनलिजम र मोडर्न एडभान्स डेमोक्रेसी, उन्नत लोकतन्त्र र संस्थावादको चाहिँ पैरवी गर्ने नेपालमा एउटा पनि राजनीतिक दल देखिएन। कोही छ भने आउनुहोस्, हामी बहस गरौँ। हामीले चाहिँ एउटा पनि देखेनौँ। त्यसैले हामीलाई के लाग्यो भने हाम्रो विचारधाराको पनि एउटा राजनीतिक दल चाहिन्छ। यो जन्मिँदै सानो होला, यसको आकार सानो होला होइन, तर लोकतन्त्रमा राजनीतिक दल भनेको त निश्चित विचारका संवाहकहरू हो होइन। भने निश्चित विचारको संवाहक गर्छ भने हाम्रो विचारको संवाहन कसले गर्छ त? 143वटा पार्टी, अहिले 137 भन्दैछ, 120वटाले निवेदन दिएछ। कुनै पनि दल हामीहरूको विचारको देखिएन। त्यसैले हामीले कोही वामपन्थी भन्छन्, कोही दक्षिणपन्थी भन्छन्, कोही पश्चगामी भन्छन्। हामी वामपन्थी पनि होइन, हामी दक्षिणपन्थी पनि होइन, हामी पश्चगामी पनि होइन, हामी फरवर्ड लुकिङ फ्युचर ओरिएन्टेड पार्टी हो होइन। यस्तो पार्टी पनि अरू कोही छैन नेपालमा होइन। त्यसो भएको हुनाले मोडर्न डेमोक्रेसीलाई कसरी, अहिलेका शासकीय स्वरूप निर्वाचन प्रणालीको एडभान्समेन्ट कसरी गर्ने, हामीले 18 बुँदा बुझाएका छौँ। त्यही हाम्रो 18 बुँदामा टेकेर निर्वाचन आयोगले 21 बुँदा बनाएर गृह मन्त्रालयलाई पठाएको छ होइन। यो एजेन्डा ओरिएन्टेड पोलिटिक्स, मुद्दा आधारित राजनीति र संस्थागत विकास प्रक्रिया। व्यक्ति आउँछ जान्छ, हाम्रो सिस्टममा एउटा व्यक्ति 4 वर्षभन्दा बढी पार्टीको अध्यक्ष नै हुँदैन होइन। उसले त्यसपछि छोड्नु पर्यो। अनि ऊ जतिसुकै पपुलर फेस भए पनि के गर्ने? जस्तो बाराक ओबामा 2 टर्म अमेरिकाको राष्ट्रपति पुरा गर्दाखेरि सायद ओबामा जति पपुलर फेस अमेरिकामा कोही पनि थिएन, अहिलेसम्म पनि छैन होइन, छैन होला। तर उनले आफ्नो देशको संवैधानिक प्रक्रिया र नेतृत्वको गतिशीलतालाई बुझेर 2 टर्म पछि त उनी त छोडेर गए नि। उनी त चाइनाको सी जिनपिङ जस्तो, नेपालको ओली जस्तो संविधान कानुनै परिवर्तन गरेर तेस्रो चौथो चोटि हुनतिर त लागेन। यो पपुलिस्टहरूको चाहिँ कुनै भर हुँदैन हेर्नुहोस्। पपुलिस्टहरूले चाहिँ अलिकति आफूलाई डिफेन्सिभ भयो भने डेमोक्रेसी र संस्थाको कुरा गर्छन्, अफेन्सिभ भयो भने व्यक्तिवादलाई हाबी बनाएर उनीहरू अगाडि हिँड्छन् होइन। त्यसो भएको हुनाले हामी त्यस्तो खालको राजनीतिमा विश्वास नगर्ने भएको हुनाले
हामीले पनि पिपुल फर्स्ट पार्टी बनायौँ। बालेन रवि र हर्कजीको पोलिटिकल भविष्य कस्तो देख्नुहुन्छ? हेर्नुहोस्, अब यो यस्तो हुन्छ कि एउटा व्यक्तिको अनुहारमा आधारित पार्टीहरू त्यो व्यक्तिको डिक्लाइनिङसँगै चाहिँ समाप्त हुन्छन्। त्यही भएर पनि हामी त्यो एप्रोचमा विश्वास गर्दैनौँ। व्यक्ति कति पपुलर छ, व्यक्ति पपुलर हुनु नराम्रो होइन, पपुलारिटी भन्नु र पपुलिजम भन्नु चाहिँ फरक कुरा हो होइन। व्यक्ति पपुलर हुनु राम्रो हो। महात्मा गान्धी पनि पपुलर हुनुहुन्थ्यो होइन, नेल्सन म्यान्डेला पनि पपुलर हुनुहुन्थ्यो, नेपालमा बिपी कोइराला पनि पपुलर हुनुहुन्थ्यो, मदन भण्डारी पनि पपुलर हुनुहुन्थ्यो, उपेन्द्र यादव पनि मधेस आन्दोलनको बेला असाध्यै पपुलर हुनुहुन्थ्यो। त्यसले पपुलर हुनु नराम्रो होइन। पपुलर हुने अर्थमा हामीले पपुलिस्ट नराम्रो हो भनेको होइन। व्यक्तिहरू प्रचलित हुनु, व्यक्तिहरूले आफ्नो विश्वसनीयता हासिल गर्नु नराम्रो होइन, तर त्यो व्यक्तिसँग जोडिएको एजेन्डा, विचार, एप्रोच, कार्यशैली, संस्कृति, गुरुत्व, अहमता भन्नाले महत्ता होइन, यो सब चिजको चाहिँ प्याकेज के हो त? त्यो व्यक्तिले के चिजको सिम्बोलाइजेसन गर्छ हिस्ट्रीमा र भोलि हाम्रो संस्कृतिलाई कता लान्छ, सभ्यतालाई कता लान्छ, हाम्रा मूल्य मान्यताहरूलाई कता लान्छ, मूल्य प्रणालीलाई कता लान्छ भन्ने कुरा चाहिँ मेरा लागि, हाम्रा लागि चाहिँ महत्त्वपूर्ण हुन्छ। त्यसैले मैले यो बिचमा व्यक्तिको पपुलारिटीको फेज हेर्नुहोस् तपाईँ। उपेन्द्रजी मधेस आन्दोलनको बेला खुबै पपुलर हुनुहुन्थ्यो, तर त्यो सधैँ रहेन। त्यस्तो प्रचण्डजी जनयुद्ध गरेर शान्ति वार्तामा आउँदा खुबै पपुलर हुनुहुन्थ्यो, त्यो पपुलारिटी पनि रहेन। ओलीजी संविधान बन्ने बेला देशको एउटा सेक्टर विशेष गरी पहाडतिर यो इन्डियाको अघोषित नाकाबन्दी र संविधान बनायो अप्ठ्यारो बीच भन्ने बेला खुबै पपुलर हुनुहुन्थ्यो। आज ओलीजीको अनुहार हेर्दाखेरि मान्छेहरू विद्रोह गर्न थाले होइन, ओलीजीको पपुलारिटी पनि रहेन। बाबुरामजी अर्थमन्त्री भएको बेला, नयाँ शक्ति खोलेको बेला पपुलर हुनुहुन्थ्यो, त्यो उहाँको पपुलारिटी पनि रहेन होइन। भनेपछि अब अहिलेका केही पपुलिस्ट साथीहरूको पपुलारिटी कति समय रहन्छ त्यो त म भन्न सक्दिनँ समयको हिसाबले त, तर जुन दिन उहाँहरूको पपुलारिटी कोल्याप्स हुन्छ त्यो संस्थाहरूलाई अगाडि बढ्न चाहिँ गाह्रो हुन्छ। त्यही त देखियो अहिलेसम्म। जब के अरे उपेन्द्रजीको पपुलारिटी डिक्लाइनिङ भयो, फोरम नै हरायो होइन, टुक्रा टुक्रा भयो। जब तपाईँको बाबुरामजीको पपुलारिटीले काम गरेन, नयाँ शक्ति कोल्याप्स भयो। जब रविन्द्र मिश्रको हिरोइजमले काम गरेन, विवेकशील साझा सिद्धियो होइन। जब तपाईँको प्रचण्डको पपुलारिटीले काम गरेन होइन, भने जस्तो देशको संविधान बनेन र माओवादी आन्दोलन चाहिँ तितर बितर भएर गयो दर्जनौं टुक्रामा होइन। भनेपछि यो कुरा चाहिँ अहिलेको पपुलिस्ट साथीहरूको हकमा लागू हुँदैन भन्ने चाहिँ मलाई लाग्दैन। यो हुन्छ, कुन बिन्दुमा गएर कसरी हुन्छ, हर्कको पार्टीमा त भइ पनि सक्यो, रासोपा पनि मान्छेहरूले, सुमना सन्तोषहरूले छोड्न थालिसकेकै हुन् होइन। अब एउटा अलिकति मान्छेहरूलाई अब कुलमानजीको त उहाँको त कास्टिङै बिग्रियो, कास्टिङै जुर भन्छन् नि होइन। किन कास्टिङै जुर भयो भने उहाँले मन्त्री खाएर पार्टी बनाउनु भयो, डमी पार्टी। यो कुरामा उहाँको भयङ्कर ठुलो आलोचना छ, उहाँलाई थाहै छैन। पार्टी बनाउन मन भएको भए आफै अध्यक्ष भएर बनाउनु पर्ने होइन। मन्त्री 2 महिनाको मन्त्री पदको के लोभ गरेको होइन। अब पार्टी बनाउनु थिएन भनेदेखि त्यो डमी पार्टी बनाएर त्यो पार्टीको कार्यालयहरू उद्घाटन गर्दै बैठक गर्दै किन हिँड्नु पर्यो? कम्तीमा मन्त्री हुन्जेल, राजीनामा नगर्जेल त त्यो काम नगर्नु पर्थ्यो होइन। त्यस हुनाले कुलमानजीको त कास्टिङै जुर भइसक्यो हेर्नुहोस् होइन। रासोपाको डिक्लाइनिङ भएकै हो। रवि लामिछानेका नैतिक सङ्कट हामीले देखेकै हौँ। ऊ के अरे हर्कजीको पार्टीको उपाध्यक्ष चाहिँ स्टाटसमा, फेसबुकमा स्टाटस ल्याएको भरमा कारवाही हुन्छ होइन। अब यी सबै पपुलिस्टहरूको कार्य लगभग एक प्रकारले सिद्धिसकेको हो। भनेको मतलब यिनीहरूको पपुलर फेसले जति काम गर्छ भन्ने इस्टिमेसन छ त्यति गर्दैन, गर्छ केही हदसम्म, तर जति सोचेका छन् उनीहरूका सपोर्टरहरूले त्यति काम गर्दैन। अब एउटा बालेनको अलिकति बाँकी छ होइन, अनटेस्टेड उनको बाँकी छ। उनी पनि एउटा चुनावमा गइसके पनि उनको टेस्ट हुन्छ, कमेन्ट र लाइक र शेयरले कतिको धान्दो रहेछ होइन। म त्यो हेर्नु पनि चाहन्छु कि वास्तवमा यो एउटा परीक्षण भइहालोस् न होइन भन्ने हिसाबले त्यो एउटा अब त्यो छ। अब एउटा बालेनको मात्रै फेस बाँकी हो, अरू सबैको पपुलारिटी काहीँ न काहीँ डिक्लाइनिङ फेजमै छ। यहाँको समयको लागि धेरै धेरै धन्यवाद।